ल है साथीहरू, अब चाहिँ हामी आफ्नो कामतिर प्रस्थान गर्दैछौँ। यो गेट चाहिँ हाम्रो घरको हो। हामीले गेट लगाएर हिँड्यौँ। अब हामी जाँदैछौँ बजारतिर, मार्केटतिर। उता नै हाम्रो सप छ। म चाहिँ एउटा कपडा पसलमा काम गर्छु। हामी बजारदेखि करिब 15 मिनटको दूरीमा चाहिँ हामी यता बस्छौँ। मसँग एकजना मेरो रुम पार्टनर पनि हुनुहुन्छ। उहाँ दिल्लीको पटनाको मान्छे हुनुहुन्छ र म नेपालको। उहाँ चाहिँ मुस्लिम हो, म चाहिँ हिन्दू। दुवैजना दुई भाइ जस्तै गरेर मिलेर बसेका छौँ। परदेशको ठाउँमा यस्तै हो, कहाँ कताको मान्छे जोडिन्छ थाहा नै हुँदैन। घरकै मान्छे यस्तै गरी बस्नुपर्ने हुन्छ है, किनकि ऊ नै मेरो लागि हो र म नै उसको लागि हो। यति सम्झेर हामीले बस्नुपर्ने हुन्छ। यताको लाइफस्टाइल भन्नुपर्दा नेपालको भन्दा त धेरै राम्रो छ। एकदम टेन्सन फ्री है, एकदम राम्रो। ड्युटी टाइम पनि एकदम समयअनुसार, हप्तामा 2 दिन छुट्टी भइरहन्छ। त्यसपछि सार्वजनिक बिदा पर्यो भने पनि छुट्टी नै हुन्छ। अब हप्तामा चाहिँ शनिबार र आइतबार बिदा हुन्छ, र अब फेरि पर्सि र निको पर्सि फेरि बिदा छ, किनभने 1 र 2 तारिक यहाँ सरकारी छुट्टी छ है। मेरो हात गल्यो मोबाइल समात्दा अर्को हातले अपरेट गर्छु। यो चाहिँ यहाँको ग्राउन्ड फ्लोर हो भनौँ न। एकदमै राम्रो छ। यहाँनिर बेलुकातिर बच्चा-बच्ची केटाकेटीहरू आफ्नो परिवारजनले आफ्नो बच्चा-बच्चीलाई यहाँ ल्याएर खेलकुदहरू गराउने गर्छन्। जस्तै यो चाहिँ फोहोर मलाई हो। यहाँ चाहिँ फोहोर फाल्ने गरिन्छ। बच्चाको गाडी फालिएको छ धेरै ठुलो। यहाँ चाहिँ महँगो चिजहरू पनि त्यतिकै फोहोरमा फालिएको हुन्छ। हेर्दा राम्रो हुन्छ तर पनि फालिएको हुन्छ। कसैलाई कसैको मतलब छैन यहाँ, र मान्छे चाहिँ निकै राम्रो छन्। यहाँहरूलाई म पुरै भ्यू देखाउन चाहन्छु। यो पुरै ग्राउन्ड फ्लोर। त्यो कार आइरहेको छ, त्यहाँदेखि अगाडि मार्केट सुरु हुन्छ बजारको। यहाँको मार्केट चाहिँ नेपाल इन्डिया जस्तो हुँदैन, जो एकदम भरिभराउ हुने र एकदम किचिरमिचिर हुने। एकदमै व्यवस्थित मार्केट हुन्छ है। र यो हरियाली देख्दा निकै नै आनन्द लाग्छ। यो हेर्न सक्नुहुन्छ, यो यहाँको मर्निङ टाइमको पार्किङ एरिया हो। मान्छेहरूले पार्किङ एरिया भन्नेले गाडी पार्क गर्ने होइन कि मानिसहरूको पार्क हो। मेरो साथमा बस्ने जवान भाइ यहाँ हुनुहुन्छ, मुसुमुसा हाँस्दै हुनुहुन्छ। हाई हेलो, लामो भिडियो भन्दै चाओ। साथीहरू, यहाँ चाहिँ चाओ भन्ने बित्तिकै हेलो नमस्ते भन्ने बुझिन्छ है। अनि अब यहाँदेखि सुरु भयो यहाँको मार्केट। सानोतिनो मार्केट भन्नुपर्छ। मार्केट पनि तपाईँको एकदम व्यवस्थित मार्केट छ, कुनै एकदमै क्राउड हुने। त्यसपछि मैले अब आफूलाई भन्दा पनि बजारलाई बढी फोकस गरेँ। एउटा क्याफे हो यहाँ चाहिँ। क्याफे धेरै मात्रामा छन् है, क्याफेहरू धेरै मात्रामा छन्। यहाँ जहाँ पनि तपाईँले चारैतिर रुखबिरुखहरू पाउनुहुन्छ। चट्ट हरियाली, आनन्द टाइपको शीतल वातावरण है। आराम से चल रहे, देखो दुकान तक कितने मिनट में पहुँचते हैं। यो कफी सप है। यतातिर
पसलहरू खोलिसकेका छन्। एकदम व्यवस्थित छ। यो रुखहरूले केही देखिरहेको छैन यतापट्टिको पसलहरू। धेरै सटरहरू यहाँ भाडामा छन्। यी पसलहरू हुन्, बन्द हो कि खुलेको थाहा नै हुँदैन। यस्तो तरिकाको पसल हुन्छ यहाँ है। यतातिर पसल छ। यो बिल्डिङको अधिकांश सटरहरू खाली छ, भाडाको लागि खाली छ है। हाम्रो सोच छ एक दिन यसमा हामीले छोला भटुरा बेच्नेछौँ एउटा सटरमा। यो अधिकांश सटरहरू खाली नै छ। यता हेर्न सक्नुहुन्छ। तपाईले फुटपाथको एरियामा जहाँ पनि सानोतिनो बगैँचा जस्तो एकदमै राम्रो रुखहरू रोपेको वरिपरि टक्क गार्डन जस्तो बिचमा हिँड्ने बाटो पाउनुहुन्छ है। यतातिर कन्स्ट्रक्सनको कामहरू भइरहेछ, बिल्डिङहरू बनिरहेछ। यहाँको बिल्डिङ बन्नलाई माथि नै डोजरहरू एक्सकाभेटरहरू जाने र त्यहीँबाट डोजर एक्सकाभेटरले काम गर्ने गर्छ है। रोड क्रस गरौँ। हामी यहाँबाट पनि सर्टकट जान सक्छौँ हाम्रो रुममा, तर हामी सिधा आयौँ बजार देखाउने हिसाबले। यो सहरको नाम पोर्टगोरिका हो भने यो ठाउँको नाम सिटी पार्क हो। सिटी पार्क भन्छ यसलाई, किनकि यता पार्किङ एरिया पनि धेरै भएको र पार्कहरू पनि धेरै भएको कारणले गर्दा सिटी पार्क भन्छ। अनि यहाँ घर बनाउने काम चलिरहेको छ, मिस्त्रीले काम गरिरहेका छन् चुरोट खाँदै। र अर्को कुरा, यहाँको हर मान्छेको मुखमा सिगरेट हुन्छ। सिगरेट चाहिँ नेपालको मेगाश्री भने जस्तै यहाँ हरको मुखमा सिगरेट हुन्छ, हर मान्छेको मुखमा। केटा होस् या केटी, सिगरेट उनीहरूको कम्पलसरी दैनिक जीवन हो। बाँकी त्यो बाहेक खराब आदत यहाँको मान्छेमा कुनै पनि छैन। अमेरिकामा भने जस्तो यहाँ पनि फोहोर फाल्ने मान्छेसँग पनि कार हुन्छ। फोहोर टिप्न आउने मान्छे पनि कारमा फोहोर टिप्न आउँछ। यो चाहिँ एउटा अचम्मको कुरा छ है। फोहोर टिप्न आउने मान्छे भन्नाले फोहोरबाट आफूले केही छानेर लैजाने मान्छे कारमा आउँछ है। यहाँको जो गरिब मान्छे हो, फोहोर फाल्नको लागि पनि यहाँको आई थिङ्क नगरपालिकाकै गाडी आएको हुन्छ। हामीले धेरैचोटि देखेका छौँ। सरकारी गाडी आएर, टिपर आएर फोहोर लैजाने गर्छ। अब हामीले फेरि रोड क्रस गर्नुपर्ने हुन्छ है। यहाँ पनि एउटा क्याफे आइसक्यो, कफी बार। कफी सप चाहिँ यहाँ धेरै छन्। अब हामी जानुपर्ने यता हो, तर हामी क्रस गर्नलाई यहाँदेखि गर्छौँ है। यो चाहिँ एउटा सानो सानो स्कुल हो, मन्टेसरी जस्तै। अब हामी क्रस गऱ्यौँ। यता पनि मार्केट नै छ।
यताको मार्केट नेपालतिरको जस्तो हुँदैन, एकदमै मार्केट जस्तो पनि लाग्दैन। यति हो कि क्राउड धेरै हुन्छ। यो हो फोहोर मलाइको डम्प है, यता पनि राखिएको छ। हेर्नु त्यहाँ प्रहरीले गाडीसँग चिट काट्दैछ या के गर्दैछ। यता प्रहरी उभिरहेको छ कालो कारसँग भने यता प्रहरीको कार हो। प्रहरीले चिट काट्दैछ भन्नुपर्छ। अब हामी पसल पुग्न लागे जस्तो छौँ, तर अझै पनि टाइम त लाग्छ। हामीले भिडियो बनाउने भनेर अलि स्लोली हिँडेका छौँ, नत्र हामी अलि रफ्तारमा हिँड्यौँ भने 12-13 मिनट या 15 मिनटभित्र पुग्छौँ। मैले तपाईँलाई भनेको थिएँ यहाँको हर महिलाको पुरुषको मुखमा सिगरेट हुन्छ, तपाईँले हेर्न सक्नुहुन्छ। सिगरेट उडाउँदै हुनुहुन्छ हाम्री आमाले है। यो हेर्नु यहाँको, यता हेर्नुहोस्, यहाँ बाइक स्कुटरहरू एकदमै मात्रामा कति पनि देखिँदैन, फाटफुट आक्कल झुक्कल देखिने हो। र बाइक देखियो भने पनि धेरै हेभी देखिन्छ। केटिएम बाइक हो यो यहाँको सानो मल। ओके, अब हामी अहिले चाहिँ यहाँ भित्रदेखि हिँड्छौँ है। यो सबै पसलहरू सपहरू खुलिसकेका छन् र मार्केट जस्तो पनि लाग्दैन, बजार जस्तो पनि लाग्दैन है। यो गिफ्ट सप। अब हामी यताबाट हिँड्छौँ। यहाँ मान्छे कम देखिए पनि गाडी र कारहरू भने अत्याधिक मात्रामा देखिन्छन्। यो देशको जनसङ्ख्या पनि एकदमै थोरै छ, 5 लाख मात्रै छ मोन्टेनेग्रोको। त्यसमा पनि आधाभन्दा बढी मान्छे बाहिरकै छन्। र यो हो अर्बियन टी हाउस। यहाँ चाहिँ 5 जना नेपाली नै काम गर्ने छन् भने एउटा इन्डियन छन्। अच्छा, यो हो यहाँको सहर। पसल पुगुन्जेलसम्म भिडियो बनाउँछु भन्ने सोच हो। अहिले चाहिँ हामी घरबाट हिँडेको 13 मिनट 20 सेकेन्ड भइसकेको छ। अब हेरौँ, हामी सायदै अब 16 मिनटको हाराहारीमा पुग्छौँ, मतलब यसैलाई जोड्दाखेरि। अब हामी पुग्छौँ 2 मिनट 2.5 मिनटभित्र। हेर्नुहोस्, एउटा बवाल नजारा देखिने यो हो, ट्याक्कै एल सेपमा देखिन्छ है। अब हामी क्रस गर्छौँ फेरि बाटो, उता पनि छ। र यता यो बिग फेसन मल, यहाँको सबैभन्दा ठुलो बिग फेसन मल अगाडि छ, देखिन्छ। त्यहाँ पनि हामी 2-3 दिन अगाडि पनि गएको थियौँ र अब फेरि गयौँ भने म त्यहाँको छुट्टै भ्लग बनाउने छु। अहिले चाहिँ मात्र स्ट्रिटको भयो, बाटोको मात्रै भ्लग भयो है। गयो गाडी।
तपाईले भिडियोमा अधिकांश देख्नुभयो होला, जहाँ पनि हरियाली मात्रै छ, मस्तको दुबो छ है। अनि मेरो मोबाइलको क्यामेरा पनि अलिक खराब नै छ, त्यस कारणले गर्दाखेरि पनि अलिकति भिडियोमा अलि तपाईलाई अप्ठ्यारो झेल्नु परिरहेको होला। भिडियोमा स्टेबलाइजेसन एकदमै कम छ, हल्लिरहेको होला भिडियो है। अनि क्यामेराको जुन स्याचुरेटेड छ त्यो पनि एकदमै कम भएर एकदमै हल्का उदाङ्गो कलर देखिरहेको होला जहाँसम्म लाग्छ। यो यहाँको ट्याक्सी है। अब हामी एकदमै करिबमा छौँ हाम्रो पसल पुग्ने। यही हाम्रो पसलको लाइन है। र हामी हाम्रो पसलमा इन्टर गर्न अब मात्र 10 सेकेन्ड छ र 16 मिनेट 11 सेकेन्ड पनि भइसकेको छ। भिडियो बनाउने हिसाबले आएर अलि ढिलो आइएछ, बिस्तारै हिँडियो र हामी आयौँ। चाओ, हामी पसलमा इन्टर गरिसक्यौँ। हेलो, गुड मर्निङ, गुड मर्निङ। चाओ, हाई, say hi. Okay, thank you. Adina, say hi. Hi. Okay. And यो जमान भाइको पसल मसिन र यो मेरो मसिन।